हामी चाहिँ अहिले दमकबाट चपेटी हुँदै गजरमुखीसम्मको यात्रामा लागेको छौँ। गजरमुखी हुँदै हामी दोकान अनि कतापासम्म जानेछौँ। हजुरहरूलाई चाहिँ गजरमुखीसम्मको चाहिँ यात्राको लागि चाहिँ म एउटा सानो भिडियो बनाएर हाल्दैछु। यो भिडियोलाई हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला एन्ड लाइक कमेन्ट गर्नु होला। गजरमुखीसम्मको यात्रा तपाईँहरूलाई कस्तो हुँदैछ। यहाँ एउटा गेट बनाइएको रहेछ माङ्सेबुङको लागि। हामी माङ्सेबुङ हुँदै यहाँबाट चाहिँ उकालो लाग्नेछौँ। एउटा माङ्सेबुङ चतुरे हुँदै तोबाङ इबाङ हुँदै चाहिँ हामी गजरमुखी लाग्नेछौँ। है त ल हजुरहरूलाई म अटोबाट गजरमुखी जाने बाटो चाहिँ कस्तो छ भनेर देखाउँदै जानेछु। तपाईँको यहाँबाट चाहिँ उकालो लाग्दाखेरि वान साइड चाहिँ पिच भइसकेको रहेछ। यसरी दामी म यो पिच भएर फर्स्ट टाइम आउँदैछु। वान साइड पिच गरिसकेको रहेछ, काले पत्रे गरिसकेको रहेछ, राम्रो हुँदैछ रहेछ। केही होला जस्तो छ। अब हाम्रो यो माङ्सेबुङ हुँदै रवि जाने बाटोको केही प्रगति देखेँ मैले। हजुरहरूलाई पनि अब यो बाटोमा हिँड्नु अलिकति सहज होला जस्तो अनुभव गरेँ। हाम्रो सुहाङनेबाङ भाइले चाहिँ केही गर्ला जस्तो छ है, तर कहाँसम्म हो यहाँदेखि अगाडिको पनि म देखाउनेछु।